पूजामूलं गुरुपदं मन्त्रमूलं गुरुवाक्यं मोक्षमूलं गुरुकृपा व्रजे वसन्तं नवनीतचौरं गोपाङ्गनानां चतुर्कुलचौरम् अनेकजन्मार्जितपापचौरम् चौराग्रगण्यं पुरुषं नमामि। श्रीराधे मेरी माता तो पिता मोर घनश्याम, इन दोनों के चरण में मेरा बारंबार प्रणाम। भक्तवत्सल भगवान को, सद्गुरुदेव भगवान को, कालिका माता को, नेपाल जननिया को, गौ माता को, परम मंगलमय परब्रह्म परमात्मा का चरण में शास्त्र दंडवत गर्दै परम वंदनीय सम्माननीय परम पूजनीय गुरु जी का चरण में शास्त्र दंडवत गर्दै भगवती माता जगदम्बा पातिभरा माता कालिका माता का चरण में नमन गर्दै स्थापित देवी देवता का चरण में नमन गर्दै व्यासमा आसीन अग्रज गुरुजीहरू दाजुहरू जो हुनुहुन्छ उहाँका चरणमा वन्दना गर्दै यस दिव्य सत्रमा सत्संगमा शरीक हुनका लागि उपस्थित हुनुहुने सम्पूर्ण भगवत अनुरागीजन प्रति म हृदयबाट राधे राधेको अभिवादन गर्न चाहन्छु। एकचोटि सबैले दुवै हात उठाएर भनिदिनु न राधे राधे। अझै ठुलो स्वरमा राधे राधे। श्रोतीय सज्जन, हजुरहरूलाई थाहा छ कि छैन, भगवानको अनुकम्पा भगवानको कृपा भयो भने केसम्म पाउन सकिन्छ। हेर्नु त आज हजुरहरूले भाँडामा हाल्दै गरेको चामल एक मुठी निकालेर छुट्याउनु भयो अनि यो गुरुकुललाई होस्, गुरुकुलमा पढ्ने साना साना बाबुहरूलाई होस् भनेर हजुरहरूले दिएको भोजन खाएर भोजन ग्रहण गरेर गुरुजीको आशीर्वाद अनि गुरुजीका साथमा बसेर आज हामीले यही विद्यापीठमा पढ्ने एउटा संस्कार सिक्ने हाम्रो वैदिक सनातन धर्मको रक्षाका निमित्त के गर्नु पर्दछ, यसो गर्नुपर्छ है बाबुहरू भनेर हामीलाई गुरुजीले जुन शिक्षा दिनुभयो आज त्यही शिक्षामा हिँड्न पाउँदा बडो आनन्द लाग्छ। यही हो भगवानको कृपा। हेर्नु त आज म जस्तो अज्ञानीलाई अघि हाम्रो अग्रज गुरुजीले भन्नुभयो, तर उहाँले भन्नुभयो कि त म सक्षम छुइनँ। आज मलाई यो सूर्य भगवानलाई चाहिँ दीप देखाए जस्तै भइरहेको छ। साक्षात जो गुरुमूर्ति हुनुहुन्छ आज गुरुजीको प्रेम, गुरुजीको माया अनि गुरुजीले देखाएको बाटो अनि गुरुजीले दिएको ज्ञानले यसरी आज गुरुजीकै अगाडि बसेर दुई शब्द बोल्न पाउँदा बडो आनन्द भएको छ। त्यही हो कृपा। मैले चाहिँ यति ठुलो कृपालाई प्राप्त गरेँ, यति ठुलो आनन्दलाई प्राप्त गरेँ। भनिन्छ भगवानको कृपा भयो भने त्यो भगवानको भक्तिमा रहन सक्यो भने नि सज्जन यो संसारको कुनै पनि चाहना हाम्रो मनमा रहँदैन अरे। वेदते हृदय ग्रन्थि छिद्यन्ते सर्व संशया क्षीयन्ते दास्य कर्माणि कृष्ण एव मनीश्वर। जब मनमा ईश्वरलाई देखिन्छ, जब मनदेखि भगवानलाई विश्वास गर्न सकिन्छ, जब मनदेखि भगवान प्रति समर्पण हुन सकिन्छ, तब यो संसारको सम्पूर्ण बन्धनबाट हामी बाहिर निस्किन सक्छौँ अनि परम आनन्दमा मग्न हुन सक्छौँ। भक्तवत्सल भगवानको आनन्द